चाइनाको ग्रेट वाल कहिले पुगिन्छ थाहा छैन, नेपालको मात्रै आइयो। हल्ला नगर माया गुरुङ रुम्चे बाटो अपब्यालेन्स भएर गुरुङचे भएको भन्ने किम्बदन्ती छाएको छ। ल नेपालको झन्डा पनि रहेछ यहाँ पुरानकोटमा। यो मलाई के लागेन सर, मेरो गेस है, मेरो गेस के छ, यहाँसम्म बनाइहाले, यहाँबाट माथि बनाउन सकिन्न। घना जङ्गलको माथि कस्तो छड्के इन्जिनियरिङ हो यो, त्यो छड्के पोल रहेछ। ओहो रमित रहेछ नि सब। रुमबाट देखिने भ्यू चाहिँ म तपाईँहरूलाई देखाउँछु है। यस्तो छ है, यहाँबाट चाहिँ पुरा भ्यूहरू देखिन्छ। यति चोखो यति ए ल यहाँ भएन रे, नेपाली मिसले भन्दै हुनुहुन्छ यो एबाट रे ए होइन, ए होइन मिस। हेलो गुड मर्निङ अल अफ यु फ्रम बन्दीपुर। यो चाहिँ मेरो डे 2 को पार्ट 2 ब्लग पार्ट 2। र आज चाहिँ म उठेर हामी अहिले चाहिँ बन्दीपुरको यो ओल्ड बजारमा चाहिँ यस्तो मर्निङ वाक सँगसँगै कफी खानको लागि चाहिँ म लगायत हाम्रो सरहरू आउनुभएको छ। सरहरू सबैजना भित्र बस्नु भएको छ, र म पनि भित्र जानेछु। र आजको भ्लगलाई पनि, मेरो यो पार्ट 2 लाई पनि अन्तिमसम्म हेरेर माया दिनु होला, साथ दिनु होला भन्दै म तपाईँहरूलाई खिच्न सकेको चिज, देखाउन सकेको चिजहरू चाहिँ म देखाउने छु। ओके बाई, सी यू। ओके, दिस इज आवर डे 2 अफ बन्दीपुर टुर। र हामी चाहिँ यो डे 2 मा मर्निङको ब्रेकफास्ट लिँदैछौँ। हाम्रो ब्रेकफास्टमा यस्तो रहेको छ, प्यानकेक, त्यसपछि एग, टोस्ट त सकेछ के अरे ल्याउन भनेर भन्दै थियो। के को हल्ला हो त्यता? हल्ला के होइन, निशा सर कहाँ पुग्नु हो त? हल्ला गर्न, हल्ला हेर्न। मिसलाई मैले हल्ला नगर माया छँदैछ, हल्ला नगर। यसको फिलिङ न मिस भयो। ल गाइज, हाम्रो चाहिँ ब्रेकफास्ट भयो। अब 12 बजे बल्ल खाना भनेको छ। अनि अब 12 बजेसम्म चाहिँ के गरेर बस्ने, भर्खर 9 बजे थाहा छैन। त्यही भएर अब हामी यो बन्दीपुरको पुरानो बजार हुँदै यतापट्टि डाँडा छ, त्यो डाँडामा जो टिकटकतिर एकखेर भाइरल पनि भएको थियो, ग्रेट वाल टाइपको होइन, त्यतातिर त्यो डाँडाबाट भ्यू पनि देखिन्छ, त्यसमा ग्रेट वाल पनि छ। त्यो एकछिन डुलेर हेरेर आउँछु, तपाईँहरूलाई पनि देखाउने छु। हाम्रो सरहरू अगाडि 3 जना, अरू सरहरू कोही आफ्नै पाराले, सबैजना आफ्नै तरिकाले गयो। हाम्रो ग्रुपको 2 जना सर चाहिँ नजाने, हामी 4 जना चाहिँ जाउँ। हामी 4 जना चाहिँ घुमेर आउँछौँ है त। ल गाइज, ल देख्न सक्नुहुनेछ अलिकति माथि आउँदै यो भ्यूहरू देखेको छ, र यहाँबाट अझै माथि नै छ है। ल जाम बन्दीपुर बेस क्याम्प, त्योभन्दा माथि गएपछि हामीले फेरि बिबिसीमा गइन्छ। अर्को बिबिसी चाहिँ अर्को बिबिसी 2 मा गइन्छ। बन्दीपुर बेस क्याम्प 2। के डाँडा रे सर? गुरुङ चाहिँ कुन चाहिँ? ए रुन्चे चाहिँ नरहेछ। वन जङ्गल जोगाऊ, डढेलो नलगाऊ। ल यति रमाइलो डाँडा। गुरुङ रुम्चे बाटो अपब्यालेन्स भएर गुरुङचे भएको भन्ने किम्बदन्ती छाएको छ। र त्यो किम्बदन्ती बनाएको मैले यो फेरि ल सेल्फी हानौँ न।
बुढाहरूको सङ्गत गर्नुहुन्न होइन ल होइन ग्रेट वाल भनेको यही रहेछ कि हामी चढ्दै गरेको उतै हो ल हेरौँ अब तपाईँ अगाडि आउनुभयो कि तपाईँलाई थाहा होला नि दाइ ग्रेट वाल यस नेपालमा पनि ग्रेट वाल छ धेरै मान्छेलाई थाहा छैन होला थाहा नभएकै राम्रो किनकि चाइनाको ग्रेट वाल भनेर झुकियो भने मान्छेहरू हुन्छ होइन सब चाइनिज आउँछन् होइन सब चाइना आउँछन् यो अर्कै ग्रेट वाल हो यो ग्रेट वाल होइन यो ग्रान्ड वाल हो ग्रेट वाल भनेको यस्तो त देखेको थिएन मैले टिकटकतिर भाइरल वाला ग्रेट वाल टाइपकै जे होस् ग्रेट वाल टाइपको भन्दा नि कुलो टाइपको चाहिँ होला बरु यो ग्रेट वालको फर्स्ट कपी हो कि फर्स्ट कपी नि होइन अझै फर्स्ट कपी होइन फर्स्ट कपी त ग्रेट वालमै छ नि फेरि लौ खत्तम सोसल र पी भेटिए बल्ल छिमेकीहरू भेटिए नि सरलाई कहाँ हराएको कहाँ खोइ देखिँदैन मनकुमार सर नआउने रे मनकुमार सर यहाँ 1000चोटि आइसक्नु भयो अरे हो तलै हुनुहुन्छ मोहन सर मनकुमार सर मोहन सर त हिँड्न सक्दैन त्यही भएर नआएको एउटा साथी छोड्यो हो ल नेपालको झन्डा पनि रहेछ यहाँ पुरानकोटमा ल स्वागत छ सरलाई पुरानकोटमा ल स्वागत छ सरहरूलाई पुरानकोटमा हाम्रो छिमेकी सरहरू हो नि पुरानकोटमा स्वागत छ रमाइलो होइन अनि अरू सब्स्क्राइब शेयर कमेन्ट ल ल धन्यवाद ल पुरानकोटमा आइसक्यो हामी भनेको हामी चढेको ग्रेट वाल त्यही हो अघि चढ्दै आएको वाला यहाँको ग्रेट वाल भनेको नेपालको ग्रेट वाल ग्रेट वाल भनेर त्यो चढ्दै आएको त ऊ पर पो रहेछ त ग्रेट वाल त त्यो ग्रेट वाल हुँदै पोखरा पुगिन्छ है के हो अब यतैबाट झर्दा हुन्छ ग्रेट वालको अनुभव लिनु पर्यो नि ल सबैजना बस्नुहोस् त फोटो खिचौँ एउटा यहीँ ल ग्रुप फोटो खिचौँ ल खै फोटो खिचाइ देखाउनुहुन्छ सर एक नम्बर छ सर ऐको फाल्दी ए फ्याल्नु हो सबै टाउको बिनाको मुर्कट्टा ल फोटो सेसन पनि सकिसकेछ हो है दिनु भएन नि अघि खै तपाईँको सिङ्गल चाहिँ हानिदिन्छु म ल यहाँ चाहिँ एउटा मन्दिर पनि निर्माण कार्य हुँदै रहेछ कस्तो राम्रो डिजाइनमा अब हामी ग्रेट वालको बाटो हुँदै तल झर्नेछौँ अर्को बाटोबाट मजाको हावा आउँदो रहेछ शीतलो ल ग्रेट वालको सिमानामा आइसक्यौँ नेपालको ग्रेट वाल सुरु भयो नि त ग्रेट वालमा मैले पाइला टेक्दैछु है त ल हो त्यसै होइन उतार खिच्नु सर यो वाल देखियोस् ग्रेट वाल अफ नेपाल ए टेरिका अनि यता फोटो सेसन ल दिस इज आवर ग्रेट वाल अफ नेपाल सबैजनाले घोडाको सवार गर्छन् हामी ग्रेट वालको सवार गरौँ न बन्दै छ कि के हो अझै यसको
माइल साइल बस्यो होला किलोमिटर के 9000 है कति 11000 पढ्यो जस्तो लाग्छ सर मलाई एकछिन भर्नु यहाँबाट राम्रो आउँदो रहेछ नि त हो त्यहाँ बसेर फोटो खिच्यो भने हो यहाँ राम्रो आउँदैन सर ल ग्रेट वाल देख्न सक्नुहुन्छ ग्रेट वाल अझै बीचबीचमा पानीको ट्याङ्कीहरू पनि रहेको छ भनेर बनाएको लागि पङ्केनी सर कस्तो अनुभव भइरहेछ ग्रेट वाल हिँड्दाखेरि अब अहिलेसम्म नआएको ठाउँ नयाँ हुँदै भयो अब त्यसमा पनि चाइनाको ग्रेट वाल कहिले पुगिन्छ थाहा छैन नेपालको मात्रै आइयो होइन त्यही कुरा ठुलो भन्नु पर्यो अरू यसमा हुनुहुन्थ्यो भने तपाईँले गाडी थियो हामीसित हिँडेपछि अब तपाईँलाई बानी पर्यो त्यसको पुर्ने मिल्नेवाला कस्तो राम्रो देख्दो रहेछ है यहाँबाट भ्यू साथीहरू ल तपाईँहरू आउन नसके पनि मैले यहाँबाट देखाइदिएको छु है जसले मेरो भ्लग हेर्नु भएको छ उहाँहरू ग्रेट वाल आइसक्नु भयो जस्तो छ है ल आइसक्नु भएको जस्तो हुन्छ यहाँबाट दामी आएको रहेछ ल झन् राम्रो राम्रो देखिन थाल्यो त सिन ग्रेट वालको चौडा भएको आइपुग्यो त हो यताबाट अर्को बाटो होला भनेको नरहेछ अब यो मलाई के लागेन सर मेरो गेस है मेरो गेस के छ यहाँसम्म बनाइहाले यहाँबाट माथि बनाउन सकिन्न यही स्टेसन भनेर टुङ्ग्याए होइन यो पनि ताना भनेर फेरि जोडे जस्तो लाग्यो माथि होला नत्र यसको के अर्थ न पार्किङ हुन्छ न पिकनिक स्पट सानो हुन्छ कि हजुर चाइनामा त बिचमा ऊ बनाएको छ कि सर कोटहरू बनाएको छ किल्ला यहाँ पनि किल्ला बनाइदिएर सुन्नु हुन्थ्यो यसो बिचमा के यसको मास्टर प्लान सहित भन्दा पनि पानी नै आएको कि त्यो पनि हुनसक्छ मास्टर प्लानमा काम नभएर सरकार त प्लानमा बन्दैन भनेपछि तान्दै अनि होइन यो त राम्रै देखियो भनेर पछि फेरि मेरो घर 40 हो त्यहाँ आएर अनि दिनसित अलिकति किने अरे अनि लिएर हिँड्दैन क्या अहिले त त्यहाँ पैसा पर्यो भनेर पुरै बेच्यो होला नि घडेर A few moments later. हामी चाहिँ अहिले भन्दा नि एकैछिन अगाडि नै हामी यो बन्दीपुर बजार हुँदै माथि डाँडा जहाँबाट चाहिँ बन्दीपुर बजारको भ्यूहरू देखिन्छ अनि त्यसपछि त्यहाँबाट हाम्रो नेपालको ग्रेट वाल भनेर बनाएको छ त्यहाँ ग्रेट वाल जस्तै त्यहाँ पनि हामी घुमेर आइसक्यौँ एकैछिन रेस्ट गऱ्यौँ होइन अब चाहिँ खाना खाने टाइम पनि भयो 12 बज्यो सबैजना सरहरू गइसक्नु भएछ अब म मात्रै बाँकी छ र हाम्रो यो रुमबाट देखिने भ्यू चाहिँ म तपाईँहरूलाई देखाउँछु है यस्तो छ है यहाँबाट चाहिँ पुरा भ्यूहरू देखिन्छ होइन आजको दिन शीतलो छ पानी पनि परेको छैन पानी चाहिँ रातभरि पर्यो अनि घाम पनि लागेको छैन शीतलो छ यो चाहिँ हाम्रो रुम भइहाल्यो यहाँ चाहिँ हामी निशान सर र म बसेको छैन अब खाना खान जान्छु मोबाइलमा चार्ज पनि छैन मोबाइललाई चाहिँ यहीँ चार्ज गरेर राख्छु अनि खाना खाएर त्यसपछि हामी यहाँबाट मानुङकोटको डाँडा घुम्न जान्छौँ अनि त्यहाँबाट फेरि पोखरा त्यसपछि हाम्रो यो 2 दिनको ट्रिप सकिन्छ र अब भने म तपाईँहरूलाई फेरि अब मानुङकोट जाने बेला मात्र म देखाउँछु रुमबाट चेक आउट भएर चाहिँ हामी निस्किँदैछौँ हामी होइन अर्को सर चाहिँ निस्किसक्नु भयो म चाहिँ निस्किन लाग्यो होइन अब हामी यहाँबाट फेरि केबल कारको बाटो हुँदै कहाँ जान्छौँ केबल कारको बाटो हुँदै अब हामी यहाँबाट फेरि के अरे मानुङकोट ओके मानुङकोट पनि मेरो फर्स्ट टाइम हो मानुङकोट जान्छौँ अनि त्यसपछि त्यहाँबाट ब्याक टु पोखरा ओके केही त छोडेको छैन नि एकचोटि चेक गर्नु पऱ्यो अल गुड ल ओके बाई बाई रुम नम्बर 302 ल कति रमाइलो हुँदैछ क्या बाहिर त
ल ओ हाम्रैलाई हो क्या त्यो गाडी ल गाइज यो चाबी पनि मैले यहीँ छोडिदिएँ रुम नम्बर यहाँ लेख्न पनि बिर्सेको खै पेनै छैन हो यहीँ हुन्छ ल खै सबैजना गयो ल जाम जाम खै चित्र सर ए हेलो हेलो जाम हिँड्ने तयारी गर्नु पऱ्यो नि रेडी भयो यहाँ 4 जना सुतेको हो हामी 2 जना अटायो त ए जुतो जस्तो के त्यस्तो चाहिँ जामुनेमा घर हुने सरलाई थाहा होला नि जामुने जामुना कस्तो हाम्रो गाउँमा हुँदाखेरि के 302 को पनि आयो है मामा ल हजुर गुरुङ भाइ यो रुखको नाम के हो भनिदिनु त हजुर थाहा छ तपाईँलाई यो रुखको नाम के हो अरे यो जामुन ए जामुन त जामुन जामुना र जामुनमा बाख्राको जुतो जस्तो काल नपके बोट देखिँदैन के ल जामुनको बोट हेर्नुहोस् है साथीहरू अनि रुखमा ल हामी चाहिँ सटल बस कुर्दैछौँ ल अब एकैचोटि माथि स्टेसनमा पुगेर म आउँछु त केबल कारबाट फेरि तल जाँदैछौँ यो 2 वेको पास छ मसँग यताबाट जान मिल्दैन यताबाट जान मिल्दैन ए हो र मेरो गरम ला ला खुलेन जाउन पनि खुलेन म यही बाटोले आएको तलको बाटो अहिले पनि खुलेन मोहन सर कस्तो हुँदैछ यात्रा सुपर है सुपर से बहुत सुपर लाइन त लामो रहेछ हौ ओ मिसहरू ल लाइन लामो छ आउँदैछ यहाँ चाहिँ एकदम भिड कि भिड लास्टै भिड छ त्यहाँबाट तल केबल कारभित्र ल्याउँछ है त ल अब आउने डब्बा चाहिँ हाम्रो है हामी 5 जना हाम्रो पनि अब आउने डिब्बा हाम्रो ब्यालेन्स मिलाएर जानुपर्ने रहेछ ल टेरिका 5 जनै हो एउटा खाली भयो भिड पनि साह्रै भिड छ कि रे है फेरि ल अब हामी बन्दीपुर घुमेर तल झर्दैछौँ अब हामी विमलनगर त अलि उता होला नि अब हामी मानुङकोट होइन बन्दीपुर नाच्दिने हो कि सर फेरि एकचोटि बन्दीपुर जाउला भन्दै हिजो त ताल थियो नि छुट्टै झरियो है झरियो ल अब पिङ खेल्न जाँदैछौँ भिरको पिङ हिजो त गयो गयो गाडी चल्यो ल हेर्नुहोस् भिर बाबा है मलाई नि म त त्यो चौडाले पिङ खेल्ने भएर के ऊ यहाँबाट तल जाँदा चाहिँ बल्ल हुने होला होला सबभन्दा ठाडो सिधै हेर्नु नि हो कता हो ए यहाँ घना जङ्गलको माथि कस्तो छड्के इन्जिनियरिङ हो यो उ त्यो छड्के पोल रहेछ ओहो रमित रहेछ नि सर
रमाइलो तल के तल त्यस्तै भयो है मेरो डम्म भयो कान चाहिँ हामी लास्ट ल यस्तो भिड हामी भिरमा अड्केछौँ लाइन गएको छ होइन झुन्डिरहेछ लाइट गर होला नि झुन्डिरहेछ कताबाट रहेछ डब्बा ल ल ल रहेछ थुप्रै रहेछ 21वटा छ अरे 21वटा डब्बा झुन्डेर अस्ति पोहोर पनि चढियो हिजो पोहोर हामी कुन मन्दिर जाँदा रे चढेको मौला कालिका है कता मौला कालिका है मौला काली जाँदा होइन यो रुख बढ्दै गएपछि त ऊ हुँदो रहेछ क्या तल खाली हुँदो रहेछ सँगै हुँदो रहेछ केटाहरूले मिर्गा भने यस्तैमा त हो त तलबाट यसरी सर बालेसित आँखा झिल्ल सँगै टल्किँदो रहेछ क्या त्यो बाली राख्यो अनि अर्को हान्ने मान्छे अर्को साइडबाट गएर अलि नजिक गएर ढङ्ग हान्ने त्यति सजिलो छ माथि झाडी भएको होइन झाडी भयो बाघ पनि छ यहाँ त्यो त पक्कै हो आइपुग्यो त पुरा खाली रहेछ त यो चाहिँ नक्कली रहेछ क्या यसको सामानहरू देख्दा नै त्यस्तै लाग्छ त्यस्तै छ क्या यसको सामानै पुरै नक्कली जस्तो लाग्यो मलाई यस्ता ट्याङलाङ्रा टुङ्नु कराउँदैन पोहोर मौला कालीको जाँदा त यस्तो भयो जस्तो त मानिँदैन यस्तो ट्याङलाङ टुङ्नु ल फाइनल्ली हामी आइपुग्यौँ तलको स्टेसनमा है त कान त पुरै बन्द भयो कान त कसैले बोलाइ नि नसुन्ने जस्तै भयो कान त ल जाउँ हिँडेर जाउँ मोबाइल झन्डै खसेको हिजोको फोटो खिच्नेवाला कता गएछ एउटा हाम्रो डिपार्टमेन्टवाला फोटो खिच्छ भनेको ल बस्नु त ल्याउनु म खिचिदिन्छु पहिला हो यो देख्ने गरेर खिचौँ यहीँ बस्नु न यहीँनिर बस्यो भने आउँछ होला ल फोटो सेसन पनि चल्यो होइन यतैबाट हो जानी त हिजो यहीँबाट हो नि आएको घुमेर आउने होला है बसले टी गर्दैछ ऊ बोलाइरहेछ नानी मामीसँग हुनुहुन्छ एकजना ल बन्दीपुर हिल घुम्नै पर्ने ठाउँ रे जताततै फोटो सेसन भइरहेछ खिच्ने भन्दा हेर्ने धेरै भयो म त लाख लाएर आएको हेर्ने भन्दा नि पालो ल अब हाम्रो डेस्टिनेसन भनेको मानुङकोट म त्यहाँ गएर फेरि देखाउने छु है त ल साथीहरू हामी मानुङकोट जाने बाटोमा थियौँ तर यस्तो पानी परेको छ त्यही भएर हामी मानुङकोट जाने क्यान्सल गऱ्यो होइन अब चाहिँ फेरि हामी गाडीमा रमाइलो गर्दै जाँदैछौँ अब पोखरा पुगेपछि देखाउने छ त हामी दोरी खेलिसक्यौँ अब चाहिँ अन्ताक्षरी चल्दैछ ल बोइज भर्सेस गर्ल्सको चाहिँ अन्ताक्षरी चल्दैछ है एबाट यति चोखो यति ए ल यहाँ भएन रे नेपाली मिस त भन्दै हुनुहुन्छ यो एबाट रे ए होइन ए होइन मिस रिमिक्स रमाइलो मौसम छ पानी परेको मौसम छ अन्ताक्षरीको मौसम छ अन्ताक्षरीको वातावरण छ
पछि पछि यो केटी के भएको नचिनेसम्म को हो चिनेपछि माया मोह यो के भएको कबाट ल सम्झाइदियो यो मन नहुँदैन गीत जहाँ टुङ्गियो त्यही हो क त्यो जहाँबाट टुङ्गियो त्यही हुन्थ्यो कबाट हो कबाट कपुरी क गाउनुहोस् न त तपाईँ यीबाट आयो यीबाट होइन जिन्दगानीको थियो के माया भए डराउनु पर्दैन चबाट गण्डकी अञ्चले पोखरा बजार रमाइलो हुँदैछ म यहाँ रमाइलो गर्छु अब तपाईँहरू चाहिँ म पोखरा पुगेपछि डाइरेक्ट तपाईँलाई देखाउँछु मेरो भ्लगलाई यो पार्ट